अब सिस्टम कम्पोनेन्ट अफ डिबिएमएस हेरौँ है त। सबैभन्दा पहिला डिबिएमएस भनेको त एउटा सफ्टवेयर भयो जसले डेटाबेसलाई म्यानेज गर्ने भयो। यसभित्र रहेको सिस्टम कम्पोनेन्टभित्र पहिलो छ हार्डवेयर। अब हार्डवेयर भन्ने बित्तिकै इट्स अ फिजिकल डिभाइस युज टु रन द डेटाबेस सिस्टम। हामीले जस्तो कम्प्युटर्स एक्ज्याक्ट होल्ड कम्प्युटरलाई हामीले हार्डवेयरको रूपमा लिन सक्छौँ होइन। अब त्यो त्यसभित्र पनि अब हार्ड डिस्क एज हामीले डेटालाई हामीले स्टोर गर्नको लागि युज गर्छौँ, सर्भर्सहरू हामी युज गर्छौँ, नेटवर्क डिभाइसहरू युज गर्छौँ। अब त्यसमा तपाईँले माउस युज गर्नुहुन्छ, किबोर्ड युज गर्नुहुन्छ होइन। यो सबै चिजहरू हार्डवेयरमा पर्छ। अब जसले फिजिकल्ली तपाईँले टच गर्न सक्नुहुन्छ त्यो सबै चिजहरू हार्डवेयरमा पर्यो र जसले चाहिँ सफ्टवेयर रन गर्नको लागि हेल्प गर्छ। इक्जाम्पलको लागि अ सर्भर स्टोरिङ द कम्पनी डेटाबेस। एक्चुअल सर्भर भनेको त के हो? हार्डवेयर हो, तर त्यहाँ स्टोर गरेको डेटा भनेको अब त्यो सर्भरमा डेटा राख्न पनि वी निड अ सफ्टवेयर, तर त्यो प्लेटफर्म दिने भनेको चाहिँ कसले दिन्छ? हार्डवेयरले दिन्छ र यो पहिलो एउटा कम्पोनेन्ट भयो। त्योभन्दा पछाडि सफ्टवेयर प्रोग्राम्स द्याट म्यानेज द डेटाबेस। एक्चुअल्ली त्यो डेटालाई म्यानेज गर्ने भनेको चाहिँ सफ्टवेयरको, तर सफ्टवेयर राख्नको लागि वी निड फेरि हार्डवेयर है। त्यस कारणले गर्दाखेरि सफ्टवेयर र हार्डवेयर के हुनु पऱ्यो? सँगसँगै आउनु पऱ्यो। अब यसले चाहिँ जस्तै डिबिएमएस सफ्टवेयर इट्सेल्फ, डिबिएमएस आफैमा एउटा सफ्टवेयर हो र अब इक्जाम्पलको लागि माइसिक्वेल भनेको रिलेसनल डेटाबेसको एउटा डिबिएमएस भयो। ओराकल डेटाबेस भयो, ओराकल मात्र भन्दा पनि भयो। त्यस्तै तरिकाले माइक्रोसफ्ट सिक्वेल सर्भर, यिनीहरू भनेको चाहिँ डिबिएमएस भयो जसले डेटाबेसलाई म्यानेज गर्छ। त्यसपछि अपरेटिङ सिस्टम, जस्तो अब एप्लिकेसन सफ्टवेयर, सिस्टम सफ्टवेयर भन्छौँ नि हामीले होइन। सो यो चाहिँ अब सिस्टम सफ्टवेयरभित्र पऱ्यो अपरेटिङ सिस्टम चाहिँ होइन। अपरेटिङ सिस्टम पनि एउटा सफ्टवेयर नै भयो जसले तपाईँको चाहिँ होल प्रोग्रामहरूलाई कन्ट्रोल गर्ने भयो। कुन प्रोग्रामलाई कति बेला रन गराउने होइन। प्रोग्राम पहिला रन हुने बित्तिकै प्रोसेसको फर्ममा चेन्ज भएर जान्छ, त्यसपछि कुन प्रोसेसलाई कति बेला रन गराउने होल कन्ट्रोल भनेको अपरेटिङ सिस्टमले गरिरहेको हुन्छ। जस्तो एप्लिकेसन प्रोग्राम भयो, एप्लिकेसन सफ्टवेयरहरू भयो, डिफ्रेन्ट टाइप्स अफ सफ्टवेयर हुन्छ। स्पेसल्ली हामी डेटाबेसमा छौँ भनेपछि चाहिँ यो माइसिक्वेल, ओराकल, सिक्वेल सर्भर होइन, यिनीहरू चाहिँ मेनली आउने भयो। सो माइसिक्वेल युज टु म्यानेज स्टुडेन्ट रेकर्ड भनेको एउटा हामीले सफ्टवेयरको इक्जाम्पल हेऱ्यौँ। र अर्को भनेको डेटा। यो एकदमै इम्पोर्टेन्ट छ किनभने हार्डवेयर चाहियो एज अ सफ्टवेयरलाई सपोर्ट गर्नको लागि। सफ्टवेयर त एक्चुअल डेटा स्टोर गर्ने ठाउँ नै भइहाल्यो, तर के स्टोर गर्छ त? एक्चुअली मैले भनिहालेँ डेटा चाहिँ हामीले डेटामाथि चाहिँ काम गर्नु पऱ्यो। देयर इज अ ह्युज एमाउन्ट अफ डेटा जसले हामीले म्यानुपुलेट गर्नुपर्ने होला। कुनै डेटा इन्सर्ट गर्नु पर्ला, कुनै अपडेट गर्नु पर्ला, डिलिट गर्नु पर्ला होइन। कहिलेकाहीँ हामीले डेटालाई फर लङ टर्मको लागि हामीले स्टोर मात्रै गरेर राख्नु पर्ला। सो एक्चुअल फ्याक्ट्स एन्ड रेकर्ड स्टोर इन अ डेटाबेस। एक्चुअली डेटाबेसमा बस्ने चाहिँ अब के हो त? मैले सिक्वेल सर्भर भने, सिक्वेल सर्भरमा बस्ने त के हो त भन्दा त्यहाँ त डेटा बस्छ हो। जस्तै स्टुडेन्टको नेम्स, मार्क, रोल नम्बरहरू बसेको होला। त्यस्तै तरिकाले प्रोसिजियर भन्ने बित्तिकै रुल्स भनेर बुझ्नु पऱ्यो। रुल्स एन्ड इन्स्ट्रक्सन फर युजिङ एन्ड म्यानेजिङ द डेटाबेस। हामीले त्यो राखेको डेटामाथि जस्तै ब्याकअप गर्नु पर्ला भन्न खोजेको, फ्युचरमा हामीले फेरि पनि युज गर्नुपर्छ, त्यसको लागि त अहिले हामीले ब्याकअप राख्नु पऱ्यो होइन। त्यस्तै तरिकाले सेक्युरिटीहरू बनाउनु पऱ्यो भन्न खोजेको, अनअथोराइज एक्सेस हुनु भएन होइन। बाहिरबाट जस्तो थ्रेड्सहरू हुन सक्ला, कुनै एट्याक्सहरू हुन सक्ला होइन, अनअथोराइज युजरले एक्सेस गर्ला। त्यसको लागि हामीले सेक्युरिटी पोलिसी बनाएर त्यो पोलिसीलाई फलो पनि गर्नु पऱ्यो। र डेटा इन्ट्री गाइडलाइन्स, धेरै कुराहरू इन्क्लुड गर्न सक्नुहुन्छ। डेटा कस्तो डेटा इन्ट्री गर्ने, कस्तो डेटा इन्ट्री नगर्ने, कुन युजरलाई एक्सेस दिने, जस्तो एक्सेस कन्ट्रोल सिस्टम भन्ने एकदमै इम्पोर्टेन्ट हुन्छ। त्यस्तै तरिकाले रोल बेस एक्सेस कन्ट्रोल भन्छ। सो यो कुराहरू चाहिँ सेक्युरिटीमा आउँछ। र प्रोसिजियर भनेको चाहिँ रुल, त्यो डेटालाई कसरी चाहिँ ह्यान्डल गर्ने त, ताकि अनअथोराइज एक्सेस त्यसमा आउनु भएन। जस्तो स्टेप फर टेकिङ डेली डेटाबेस ब्याकअप भनेको एउटा प्रोसिजियर भयो होइन। अब सफ्टवेयरलाई कसरी चलाउने भनेर एउटा कुनै पोलिसी बनाएको हुन्छ होइन। त्यो पोलिसी जस्तो पासवर्ड पोलिसी बनायो अरे भनिसकेपछि पासवर्ड चाहिँ स्ट्रङ राख्नुपर्छ होइन। त्यो 2 वेज अथेन्टिकेसन अन गर्नुपर्छ भन्यो भने द्याट्स द प्रोसिजियर है। त्योभन्दा पछाडि चाहिँ डेटाबेस एक्सेस ल्याङ्ग्वेज भनेको 5th कम्पोनेन्ट रहेको छ। अब एक्सेस ल्याङ्ग्वेज भन्ने बित्तिकै हामीले अहिलेको लागि रिलेसनल डेटाबेसमा एसक्युएल युज गर्छौँ होइन मेनली। सो अरू डेटाबेसमा फरक छ, त्यसको बारेमा नै हामी कुरा गरौँला, तर वी आर नाउ फोकसिङ अन रिलेसनल डेटाबेस। त्यस कारणले गर्दा यसमा चाहिँ हाम्रो सबभन्दा मेन भनेको एसक्युएल, यसलाई स्ट्रक्चर क्वेरी ल्याङ्ग्वेज भनेर भन्छ। र एउटा सिम्पल सिन्ट्याक्स, जस्तो हामीले होल डेटा चाहिँ एउटा स्टुडेन्ट्स टेबलबाट फेच गर्नु पऱ्यो भने सिलेक्ट एस्ट्रिक फ्रम स्टुडेन्ट्स भनेर भन्यो भने यसले होल डेटालाई एक्सेस गरिरहेको छ। र यही एसक्युएलको थ्रुबाट नै हामीले म्यानुपुलेट गर्न सक्छौँ डेटाहरूलाई, इन्सर्ट, डिलिट, अपडेट गर्ने होइन। रोलहरू पनि हामीले असाइन गर्ने, सेक्युरिटीहरू मेन्टेन गर्ने पनि एसक्युएलकै थ्रुबाट हामीले कन्ट्रोल गर्न सक्छौँ है।
त्योभन्दा पछाडि युजर्स छ। युजर्स भनेको त अब को भयो, जसले चाहिँ युज गर्छ, जसले चाहिँ डेटाबेससँग इन्ट्रेक्सन गर्छ। अब डिफ्रेन्ट टाइप्स अफ युजर छ। अब कि मैले सेक्युरिटीको जुन कुरा गरेँ, प्रोसिज्योरको जुन कुरा गरेँ, कस्तो रुल्सहरू बनाउने भनेर, यहाँनिर पनि तपाईँले हेर्न सक्नुहुन्छ डिफ्रेन्ट टाइप्स अफ युजर छ। एउटा डेटाबेस एडमिनिस्ट्रेटर छ, डेटाबेस डिजाइनर छ, प्रोग्रामर छ, इन्ड युजर छ। सो के हुनु पऱ्यो त भन्दाखेरि जस्तो डेटाबेस एडमिनिस्ट्रेटरले पाउने रोल र इन्ड युजरले पाउने रोल एउटै हुँदैन। डेटाबेस एडमिनिस्ट्रेटरले चाहिँ तपाईँको होल डेटाबेसलाई कन्ट्रोल गर्न सक्छ, इन्सर्ट, डिलिट, अपडेट सबै कामहरू गर्न सक्छ, रोलहरू दिन सक्छ। तर इन्ड युजरले के हुनसक्छ, कुनै एउटा पर्टिकुलर टेबललाई रिड मात्र गर्न मिल्ने, त्यसलाई राइट पनि गर्न नदिने, होइन भन्न खोजेको चेन्ज गर्न नदिने, यस्तो गर्न सक्छ। त्यस कारणले गर्दा युजर्स भनेको इन्ड युजर भयो, जसले डेटाबेसलाई युज गर्छ। अब यसमा चाहिँ हाम्रो डिफ्रेन्ट टाइप्सको युजरहरू हुँदो रहेछ भनेर बुझ्न पर्यो। र यो 6वटा चाहिँ यो सिस्टम कम्पोनेन्ट अफ डिबिएमएस भयो। थ्याङ्क यू।